हेलो गाइज गुड मर्निङ नमस्ते। आजको बिहानको सुरुवात यहाँ चाउचाउ पकाउँदै सुरुवात भएको छ गाइज। यहाँ हेर्न सक्नुहुन्छ गाइज, आज चाहिँ सब्जी नभएकोले चाहिँ आज अन्डा फ्राई र त्यसै गरी चाउचाउको तरकारी बनाएर चाहिँ आज चाहिँ हामी बिहानको खानामा चाहिँ खानेछौँ र यता रेडी भइसकेको छ। अब हामी चाहिँ खाँदैछौँ, हेर्न सक्नुहुन्छ गाइज। सो अब चाहिँ हामी आज झुम्काबाट चाहिँ माछा ल्याएका छौँ, बेलुकातिर भइसकेको छ। माछा चाहिँ ल्याएर हामी पकाउँदैछौँ। यता चाहिँ मेरो बाबु चाहिँ ल्यापटप चलाउँदै हेर्दैछ ल्यापटप, यता चाहिँ माछा चाहिँ पाक्दैछ गाइज, हेर्न सक्नुहुन्छ। र यता चाहिँ हेर्न सक्नुहुन्छ गाइज, हामी चाहिँ अब ग्रेभीको लागि चाहिँ यहाँ मरमसलाहरू चाहिँ रेडी पार्दैछौँ, हेर्न सक्नुहुन्छ। अब चाहिँ म टमाटर चाहिँ मिक्सरमा हाल्दैछु र त्यसलाई चाहिँ मिक्स गर्नेछु, हेर्न सक्नुहुन्छ गाइज। मैले चाहिँ स्विच थिचिसकेँ र यता चाहिँ मिक्स हुँदैछ मसला ग्रेभीको लागि, हेर्न सक्नुहुन्छ गाइज। मजाले चाहिँ अब मिक्स हुँदैछ र अब एकैछिनमा मिक्स भइसक्छ, हेर्न सक्नुहुन्छ गाइज। टमाटर र मसला मिक्स भइसकेको छ र यता चाहिँ फ्राई हुँदैछ भने अझै बाँकी छ फ्राई हुन। र यता चाहिँ बाबु चाहिँ हेर्दैछ र यता चाहिँ ग्रेभीको लागि चाहिँ झोल पनि रेडी भइसकेको छ। र यता चाहिँ धनियाँ र माछा अब हामीले हालिसकेका छौँ, त्यसमा चाहिँ हेर्न सक्नुहुन्छ गाइज। यहाँ चाहिँ पाकिरहेको छ माछा र त्यसमा हामी धनियाँ चाहिँ एड गरेका छौँ। र यता चाहिँ बाबुलाई सेक्नको लागि त्यो गरिसकेपछि यता चाहिँ हामी अब खाना खानेछौँ, डिनर। सो आजको ब्लग यति नै, नेक्स्ट ब्लगमा भेटौँला। हस्त, बाई बाई।